झ्याप्प तरिकाले यसको 22 करोड चाहिँ आउँछ। 22 करोड आउँछ हैन पक्का। हेलो हेलो गाइस, हामी चाहिँ एकदमसँगले चटकसँगले मन्दिर फाडाइ मन्दिर। अब भोलि पूजा छ हाम्रो, त्यसैले भोलि झ्याप्पै तरिकाले क्लियर छ अलिअलि थोरै हामी मर्मत चाहिँ गर्छौँ। अब के कसो हो सरसफाइ यस्तै छ, सरसफाइ गराइ धमाधम छ। हामी रिल्याक्समा यता हुनुहुन्छ हाम्रो मन्दिर। हजुर अघि आए जस्तो छ नि टोलीहरू, अनि अघि आएर गरिराखेछ। यो अस्तिको होइन नि, आज गरेको हो। अघि अर्को टोलीहरू आएर गरेर टाप खोलिसक्नु भएछ। यस्तै छ, खोइको कुन टोली आउनु भएछ आदरणीय। हामी अलिकति ढिलो भएछ गाइस, तर पनि हामी एकदमसँगले हाम्रो मन्दिर हो, हेर्न सक्नुहुन्छ। हाम्रो झ्याप्प तरिकाले मन्दिर। कल त आइरहेको थियो मलाई। हामी यिनीहरू यो झाडीहरू जुन यो तेन्देर मेन्देर छ, यो जाली के अरे छोपेको यो लराले यिनीहरू सबै हामी क्लिन गर्ने छौँ। आदरणीय महानुभावहरू हेर्दै जानु होला भिडियोलाई अन्तिमसम्म। हेर्न सक्नुहुन्छ तपाईँ सबै धमाधम हाम्रो लोक्स बाजे एकदमसँगले फाड्दै हुनुहुन्छ। हामी पनि फाडिँदैछ, हाम्रो हलदार बाजे, हलदार पुलिसको हलदार हो उहाँ चाहिँ एकदमसँगले। अनि म पनि फाड्दैछु म पनि तान्दैछु। यहाँ झ्याप्पै तरिकाले दुईजना चाहिँ झाडु खेल्दैछ। उता हाम्रो सुकराज काका छेउतिर बोको तान्दै हुनुहुन्छ। एउटा त्यहाँनिर उयो डन एउटा चाहिँ त्यहाँनिर खेल्दैछ। अनि यहाँ बाजे हामीहरू सरसफाइ चल्दैछ होइन बाजे? होइन अनि निर्वाह त कहिले ल्याएर आएको छ फेरि? है त्यहाँनिर सँगै आएछ। के भन्छ यो एकजना यो चाहिँ नाङ्गे गाउँको डन हो त्यो मान्छे। झेली, 1 नम्बर झेली, क्यारम बोर्डमा झेल खेलेर हैरान। उ गर्नु अरे त्यता ल झाडु खेल्नु छोडेर यो ढुङ्गा फेर्दै दुखेल टोली। यो हामीले रोपेको हो, यो हामीले रिल्याक्समा। हेर्नुहोस् आदरणीय महानुभावहरू सुकराज अङ्कलको काम गरेर हेर्न सक्नुहुन्छ। हाम्रो गाउँमा हाम्रो मन्दिरमा भोलि हाम्रो पूजा हुँदैछ, चण्डी पूर्णे पूजा उभौली झ्याप्प तरिकाले भोलि मर्निङ। अहिले यहाँ सिकल्दैको अहिले काम गर्न थाल्यो। यहाँनिर हाम्रो यस्तै फाँडै मचिँदैछ, हाम्रो क्लिन हुँदैछ। अब यो पनि यो झाडी पनि अट्छ। अब एकछिनमा हेर्न सक्नुहुन्छ गाइस। फाड्दै गाइस चराको गुँडसम्म भेट्यो, यहाँनिर थियो। फाड्दै चराको गुँड देख्नु भएको छैन? चरा गुँड गाइस, चरा गुँड चढाएको। यहाँ दाइ अप्ठ्यारो गरी उँधोपट्टि अलिकति घाँसी भिर छ, अप्ठ्यारो गरी फाड्दै हुनुहुन्छ हाम्रो कुलराज प्याकुरेल रिल्याक्समा फाँडै जाँदैछ। हेर्नु क्लिन हुँदैछ, हेर्नुहोस्, हेर्न सक्नुहुन्छ झ्याप्प तरिकाले। बाबैलाई उयो चाहिँ त्यहीँ मात्र हुन्छ जहिले। बाजेले के अजम्बारीको बुटी चाहिँ यहाँनिर रिल्याक्समा। अरे अङ्गुर पनि रोपेको रहेछ, नौखेलौँ न, यसलाई गाडिदिउँ त यहीँ छेउतिर हो। हुन्छ अङ्गुर हो ल, साइडमा काटौँ न, पानी पर्दैछ। यो के को बुट्टी अरे बाजे? यो अजम्बारीको। अजम्बारीको बुट्टी। दिस इज सर्प जस्तो। यसको नभएको नि कति करोड साट्ला बाजे? यसको 22 करोड आउँछ। 22 करोड आउँछ होइन पक्का?
पक्का पक्का आहा ल यसको 22 करोड गाइज बाजेसम्मकोले भनेपछि हामीहरू नाइ भन्ने कुरो हुँदैन है फेरि करोडपति भइगयो अब ल फेरि रोप्यो अङ्गुर यहाँ गाडेर यो अङ्गुर गाइज माकुरा यस दिस इज माकुरा हि इज माकुरा सी इज माकुरा के भन्छ ल त भन्छ मलाई थाहा छैन अनि मान्छे बोलेकोलाई पनि अनि बोलेकोलाई पनि यसले त मलाई त अनि अटरम्मै पारेर हेर्न सक्नुहुन्छ गाइस अहिले त चकाचक हुँदैछ यतापट्टिको फाँडा मचिँदैछ यताको हेर्न सक्नुहुन्छ चकाचक एकदम चक्की क्वालिटी बनाइयो अब यिनीहरू सरसफाइ हुँदैछ हजुर होइन दर्शक महानुभावहरूलाई कसले आइयामा त्यसको छ कसले हेर्नुहुन्छ उहाँहरूलाई भनेको आदरणीय महानुभावहरूलाई क्लियर तरिकाले त्यहाँ पनि छ हाम्रो थान युमा थान युमामङ हाम्रो यता हाम्रो काका परतिर हुने हाम्रो काका चाहिँ त्यस्तो बुढो कन्या चाहिँ नहुन् न बे गर्नु भएको छैन 10 जना जति अब 50 जनाले पनि हेर्नु भएन कोही लड्की हुनुहुन्छ भने हाम्रो काकालाई एकदमसँग ह्यान्डसममा ह्यान्डसम ह्यान्डसममा ह्यान्डसम हिरोमा हिरो चिटिकमा चिटिकको हुनुहुन्छ उहाँ परतिर है सेन्डी लगाउनु हुने कसैले कमेन्ट गर्न सक्नुहुन्छ यस्तो काममा काम हेर्नुहोस् त ल टेरिका ट्याक्क तरिकाले ल है आदरणीय महानुभावहरू यस्तै छ यो हामी फालिन्छ अब यो फालिसकिन्छ अब ओह्रालो झ्याम्की झ्याम यहाँ डडङ भन्दाखेरि यो चिसो छ पानी परेछ दिनै त्यस्तै छ अब यी काकाले सुरु गर्छ हाम्रो यहाँ मेरो त काका हो नि फेरि उहाँ चाहिँ यता पनि अब हाम्रो सुक्रास काका एकदम ह्यान्डसम बोय रिल्याक्समा यहाँ हाम्रो दाइले यता बाहिर फाँड्दै हुनुहुन्छ परदेखि छिरेर यस्तो घुमेर यहाँ ल्याइपुऱ्याइसक्नुभयो फटाफटा पनि हुनुहुन्छ है अलिअलि तर फेरि हुनु पनि सक्छ है तर बे खाने त भनेको खै अब हेर्नुहोस् एकदमसँग हिरो हाम्रो काकाले खै कहिले बे खुवाउने हो चण्डी पुर्णे भोलि हो चण्डी पुर्णे पछाडि यस्तै छ हेर्न सक्नुहुन्छ गाइस अगाडि र पछाडिको यसो दृश्यहरू खेल्दै हुनुहुन्छ हाम्रो दाजु पनि यसले चाहिँ यहाँनिर भगवान्को पैसा ताक्दैछ कहाँ छ अरे खै भगवान्को पैसा देखा त ए खै फेरि देखा के लाइजुङ लाग्छ कि लाग्दैन भगवान्को पैसा लाग्छ लाइजुङ लाग्छ गोजीमा हाल्न थाहा नपाइ गोजीमा हाल्न कसैले नदेखि गोजीमा ए नमस्ते भनेर मात्रै गोजीमा हाल्ने कता छ अर्को खै देखा त ल कहाँ हो भगवान्को पैसा हो र अरे भगवान्को पैसा तर देखेछ नि यहाँ पनि देखेछ लानु हुँदैन ल है नमस्ते भनेर पनि लानु हुँदैन नि नमस्ते नि यो चाहिँ बल्छ होला हौ यो सुकेको त्यो त हुँदैन नि राति आउँदैन भगवान नआउनु ल हाम्रो गाउँको दृश्य यस्तो छ गाइस मन लाग्यो भन्नु अन्त भगवानलाई कि म खान्छु मलाई चक्लेट खानु मन लाग्यो
यस्तो कानको यस्तो गरेर तानेको गर्छ त यस्तो पैसा लाग्यो नि त सुतेको बेला त्यो नि बेलुका तेरो मम्मीले छेकिहाल्छ लैज ओइ तेरो मम्मीले छेक्छ लैज भगवानलाई छेक्छ कान तान्नुबाट भगवानको मम्मी चाहिँ कसको सिकल हो यो त्यो फलाममा हान्न कसको सिकल हो शुक्ला दाजु यो फलाममा हान्न यस्तो अलिअलि टकटक होइन फलामको त फलामको यो कसको भनेको हाम्रो दुईजना महानुभावहरू पनि प्रस्थान हुँदै हुनुहुन्छ किन भर्खर मन पर्यो अरे हौ फलाम हान्ने अरे फ्रेन्ड गुडुङ नगरे त साह्रो फटाउ यो को फटाउ ए फटा बुढो रहेछ हौ यो त बुढो खालको रहेछ सिकललाई दाँत झरेछ दाँत झरेछ अरे सिकल नआउने अनि आमा यस्तो है चन्द्रे 2 बजी भनेर 5 बजी आउने चन्द्रे भाइले कुट्छ है तँलाई अहिले फेरि गोज्छ नि चन्द्रे भाइले आमामामा। यो के हो यो मिहिनेत यो जहाँ गरेर त्यत्रो भन्दाखेरि अन्त सबैले उसलाई भन्न भन्ने मान्छे त कोही रहेन हो सिन्दुर चढायो अरे यस्तो तरिकाले हेर्न सक्नुहुन्छ अहिले त यहाँनिर त अघि यस्तो थियो यो परको जस्तो थियो अहिले यस्तो दामी हामीले यहाँ सरसफाइ गर्दैछौँ ल सँगैमा पनि आयो त झाडु खोल्न आइज भाइ उस पर यहाँ दाजुहरू पनि थप्पेकै आदरणीय महानुभावहरू थप्पेकै हुनुहुन्छ हाम्रो साजन काका सुकराज काका हाम्रो जित बहादुर दाजु हामी तल एकछिन झरेको थियौँ एउटा चकचकी चाहिँ एउटा अघि यहाँ माथि झुन्डिँदै थियो अहिले त्यहाँ पर पुगेछ रिल्याक्समा मैले आउने भने उहाँ फोन गरेको फोन उठाएको चाहिँ आउँछ होला नि अहिले लौजीजना मैले कतिजना बोझेँ 3 जना 4 जनाको 5 जना सर्लक्क तरिकाले गाइस हेर्न सक्नुहुन्छ वरिपरि फुलबारी यहाँ चन्द्रक्स भाइले पनि यहाँनिर मजाले यो हाम्रो तितेपातीको बोट सफा गर्दैछ हामी चाहिँ यो रिल्याक्समा यहाँनिर यो फुलबारीहरू मर्मत चल्दैछ हाम्रो चाहिँ होइन याप्पो तरिकाले यस्तो चाहिँ गाइस चल्दैछ फुलबारी गरी सफा दामी फुल पनि फुलेको छ जाने अब चाहिँ फिनिसिङ हुन लाग्यो गाइस ढाड सड्किन्छ है सङ्गमले ढुङ्गा गर्दैछ यत्रो यहाँ ज्याङ्गोहरू चाहिँ यहाँ सेन्टेला स्यालाम आलेकुम सुतिर छ अङ्कल अलिकति ढुङ्गा आयो यस बिस्तारै घरतिर लागिन्छ अब रिल्याक्समा के चाहिँ सबैजनालाई तल लानुपर्ने बाई बाई गाइस चकाचक बनाइहाल्यो मन्दिर सबै सफा सुग्घर